ए बाइबलबाट बाइबल प्रश्नहरू मान्छेले सोधेको भन्नु सकेन भने त्यो मुख बन्द गरेर बसेको राम्रो। Because some people are giving answers also even when the Bible doesn't say anything. तर मानिसले अहिले के भइरहेछ भने But those are human answers which are बाइबलमै नभएको कुरा, बाइबलले समर्थन नभएको कुरा उत्तर भनेर आफ्नै पोकेटबाट, आफ्नै गोजीबाट, आफ्नैको हृदयबाट दिएको धेरै भएको छ के बनाउटे आन्सरहरू के बाइबलसँग सम्बन्धित नभएको। But everything what we need to know, what God wanted us to know, is written. परमेश्वरले हामीले बुझ्न पर्ने के चाहिन्छ, हाम्रो आवश्यकता के हो भने सबै कुरा बाइबलमै लेखेको हो परमेश्वरले। And my heart is always rejoicing मेरो हृदयमा प्रफुल्लित छ, म खुसी छु when I see a Bible like this. यस्तो किसिमको बाइबल देख्न पाउँदा म खुसी भएको छु। I cannot read anything here, मैले केही पढ्न आउँदैन, यहाँ अक्षर म चिन्दैन मैले, but I still love the Word of God. तर परमेश्वरको वचनलाई म प्रेम गर्दछु। And seeing all these translations makes me very happy. जो कसैले दुःख कष्ट गरेर यसरी बाइबललाई आफ्ना आफ्ना भाषामा अनुवाद गरेको देख्दाखेरि म धेरै खुसी लाग्छु। Because God has made it possible परमेश्वरले यस्तो सम्भव हामीलाई बनाएको छ कि that you have the Word of God in every language now. हरेक भाषा भाषीमा आफ्ना बाइबल हुन् भनेर यसको सम्भव ट्रान्सलेट गरेर साफ किताब साप्नेको सम्भव गर्नुभयो। It was not possible 100 years ago. 100 वर्ष अघि त यस्तो सम्भव थिएन। I know many languages in Africa. अफ्रिकामा म धेरै भाषाहरू सुनेको थिएँ। They only have Bible now last 30-40 years. तिनीहरू त जम्मा बाइबल भनेको हार्नु परेको चाहिँ अनुवाद गरेर हार्नु परेको चाहिँ 30-40 वर्षको मात्रै छ। And Bible are still being translated into new languages. अनि अन्य अन्य भाषामा त अहिले बाइबल पनि त अनुवाद भइरहेको छ, बाइबलै थिएन तिनीहरूको हार्नु। But why? किनभने Because God has said that He will restore His church back to the Bible. परमेश्वरले भन्नुभएको छ कि एक दिन बाइबलको सबै कुरा भत्किएको फालेको शैतानले फालेको कुराहरू पनि म पुनः स्थापना गर्नेछु। And because that original gospel must be preached to all the nations. सकल सुसमाचार यरुसलेमबाट सुरु भएका सकल सुसमाचार चाहिँ सारा संसारमा प्रचारिनुपर्छ। And when Paul was preaching, प्रेरित पाउल प्रेरित प्रचार गर्दै थिए। he was also referring to Old Testament. हो त्यसैले ठाउँबाट पुरानो नियममा लेखेको कुराहरू कोट गरेर चाहिँ बताउँदै थिए। Peter in the first preaching, पत्रुसले प्रचार गरे, पहिलो सबैभन्दा पहिलो प्रचार गरे नयाँ नियमको सुसमाचार। he said, but this is which was spoken through the prophet Joel. है यो चाहिँ योवेल अगमवक्ताको मुखबाट प्रकट गरिएको वचन हो, यो आज पुरा भइरहेको भनेर भने। And this is actually a good lesson here. यो चाहिँ पुरानो नियमबाट हो, त्यो हेरेर हामीले एउटा पाठ सिक्नुपर्छ। The Holy Spirit was outpoured. पवित्र आत्मा खनाइ हो पेन्टिकोस्टको दिनमा। People were speaking in other tongues. त्यसपछि तिनीहरूले अन्य भाषा बोल्यो अनि भविष्यवाणी गर्यो, अन्य भाषा जात जातिको भाषाहरूमा बोल्न थाल्यो। And there were many multitudes from many nations. धेरै धेरै देशको मानिसहरू, जात जातिको मान्छेहरू यरुसलेममा त्यही बेला भेला भएको थिए। And some of them said, तिनीहरूलाई भने तिनीहरूले what does it mean? यसको अर्थ के रहेछ, यो के भइरहेछ आज? They were mocking and said this is something because of the wine. यो तिनीहरूले ठट्टा गरेर यो हाँसो गरेर थियो कि यो मानिसहरू चाहिँ बिहान नै यति दाखमत रक्सी पिएको तर मातेर चाहिँ गरिरहेको बोलिरहेको भनेर। And brother, you can read in Acts chapter 2. प्रेरितको 2 अध्याय पढौ भाइ, प्रेरितको 2 अध्याय। You can read verse 12 and 13. चैप्टर 2 Acts 2. चैप्टर 2 12 and 13। प्रेरित 2 अध्यायको 12 र 13 हामी पढ्ने छौं। तिनीहरू सबै आश्चर्यचकित भए आश्चर्यचकित भए र अन्योलमा परेर एउटाले अर्कोलाई यसो भन्न लाग्यो, यसको अर्थ के हो? तर र अरूहरूले हाँसो गरेर भने तिनीहरू नयाँ मतले भनेको न्यू वाइनले मातेको हुन्। These people were speaking to each other. तिनीहरू एकअर्कोलाई कुरा गर्दै थिए, सोध्दै थिए एकअर्कोलाई। They did not look into the scripture. तर तिनीहरूले यहाँ लेखेको वचन थियो यसरी भएको भन्ने कुरा थाहा थिएन, हेरेको थिएन।
speaking to each other. हो एक अर्कोलाई सोध्दै थियो यो के भइरहेछ भने But when we speak together now, तर त हामी यहाँ जम्मा भएर चाहिँ भनी बोलिरहेको छौँ we want to be like Peter, we want to refer to the Word of God. हामीले पत्रुसले भने जस्तै हामी भन्न चाहन्छौँ And he said in verse 14, 14 अध्यायमा भनेको छ 14 पदमा second part of verse 14, त्यसको दोस्रो भागमा दोस्रो पाठमा Ye men of Judea and all ye that dwell in Jerusalem, be this known unto you. पर यहुदियाका मानिस हो ए यहुदियाको मानिस हौ र यरुसलेमका जम्मै बासिन्दाहरू हो यो जेरुसलेमका सबै बासिन्दाहरू हौ तपाईहरूलाई यो कुरा थाहा होस् यो तपाईँहरूलाई यो कुरा थाहा होस् र मेरा कुरा सुन्नुहोस् र मेरो कुरा सुन्नुहोस् आमेन And verse 15, 15 For पढो these are not drunken as ye suppose, अँ, seeing it is but the third hour of the day. पढो किनभने किनभने तपाईँहरूले ठान्नु भए चाहिँ तपाईँहरूले ठान्नु भएको छ यिनीहरू मातेका छैनन् यिनीहरू मातेको होइनन् किनकि अहिले किनकि अहिले बिहानको 9 मात्र बजेको छ बिहानको 9 बजे मात्रै बजेको छ 9 बजेको छ But अँ, 16 आउँछ yes, but this is that which is spoken by the prophet Joel. पढो न पढो तर योएल अगमवक्ताद्वारा भनिएको कुरा यही हो बोल बिस्तारै पढ्नु तर योएल तर अगमवक्ताद्वारा तर योएल अगमवक्ताद्वारा भनिएको कुरा यही हो भनेको कुरा यही हो This is first preaching in the Bible, in the New Testament. यो नयाँ नियमको सुरुवातमा सबभन्दा पहिलो दिएको यो सर्मन हो प्रचार गरेको सर्मन हो This is example for all the preachers. यो चाहिँ हरेक विश्व प्रचारकहरूको एउटा अमूल्य उदाहरण हो यो And what did Peter do? पत्रुसले के गरे त्यसपछि He said, उहाँले भन्नुभएको थिए what do you think is not relevant? It's not important. तिमीले भनेको कुरा महत्त्व छैन It is important what the scripture says. तिमीहरूले भनेको कुरा महत्त्व छैन तर परमेश्वरको वचनमा लेखेको कुरा त महत्त्व छ And I love this scripture very much यो वचन लिखित वचन म धेरै मन पराउँछु because it is a perfect example. यो चाहिँ एकदम सम्पूर्ण पूर्णता भएको यो उदाहरण हो He pointed to those things which were happening at that time. त्यो समयमा भइरहेको कुराहरूमा उहाँ आउँदो लाउँदै भन्नुभएको थियो उहाँले He could speak about Moses. मोसाको बारेमा भन्न He सक्थ्यो could speak about great David. दाउद राजाको बारेमा भन्न सक्थ्यो There are many wonderful things in the Word of God. पृथ्वी लेखेको वचनमा धेरै धेरै आश्चर्य कुराहरू छन् But under the leadership of the Holy Spirit, तर पवित्र आत्माको अगुवाईद्वारा we show to the people what is happening in front of their eyes right now. तिनीहरूको आँखामा के भइरहेको थियो के देखिरहेको थियो भने त्यो कुरा पवित्र आत्माद्वारा अवगत गरिरहेको थियो बताइरहेको थियो Which promises of the Word of God are being fulfilled right now? हो प्रतिज्ञा गरे थियो त्यसको बारेमा त पुरा भएपछि यसरी पुरा भएको भनेर बयान गरिरहेको थियो प्रमाणित गरिरहेको थियो So your question was, how did the New Testament church began? प्रश्न यही हो कि नयाँ नियमको पवित्र मण्डली कसरी सुरु भए कहिले सुरु भए कोले स्थापना गर्यो This is how it began. यही हो हामी देख्छौँ पेन्टिकोसको दिनमा नयाँ नियमको मण्डलीको सुरुवात भएको Men sent from God spoke under the leadership of the Holy Spirit. परमेश्वरले पठाएको व्यक्तिको मुखबाट परमेश्वर आफै स्वयं बोल्नुभयो And he connected that what their eyes have seen तिनीहरूले देखिरहेको कुरालाई यही हो भनेर बताउनु भयो with the Word of God. परमेश्वरको वचनद्वारा Not drunken. तिनीहरू रक्सीले मातेको थिएन And you and I, we would say the same. हामीले यसो भन्नु सक्छौँ हामीले पनि Without the introduction of the Word of God, वचनको अनुसार we are trying to judge ourselves. हामी आफै पनि त्यो जाँचिरहेको छौँ And that's what they did. त्यो पनि तिनीहरूले गर्दै थिए These are drunken. हो तिनीहरू त मातेको हो भनेर No, they are not. तर तिनीहरू मातेको थिएन Because the Word of God has prophesied, हो वचनमा जो भविष्यवाणी गरे त्यो पुरा भएको मात्रै हो त्यो I will outpour my spirit. एक दिन म मेरो आत्मा मेरो मानिसको भित्रमा खाना हुनेछु And today is the day of fulfillment. तर त्यो लेखेको भविष्यवाणी आज पुरा भएको छ हेरौ And we today must preach in the same way. यसै तरिकामा हामी पनि आज प्रचार गर्दा यसरी प्रचार गर्नुपर्छ I am here today preaching you the gospel, म यहाँ प्रभु यीशुको सुसमाचार सुनाउन आएको छु and it is a fulfillment of the scripture. तर त्यो पनि परमेश्वरको वचनको पुरा भएको हुनुपर्छ Matthew 24:14. Matthew chapter 24:14 And this gospel of the kingdom shall be preached in all the world. Matthew chapter 24 verse 14 बिस्तारै पढ बिस्तारै
मत्ती 24 को 14 मा हामी पढ्नेछौँ। अँ, अनि राज्यको यो सुसमाचार अनि राज्यको यो सुसमाचार सारा संसारमा सारा संसारमा सबै जातिहरूका लागि सबै जातिहरूको लागि गवाईको निम्ति गवाईको निम्ति प्रचार गरिनेछ। प्रचार गरिनेछ, त्यसपछि अन्त्य आउनेछ। त्यसपछि अन्त आउनेछ। आमेन। That gospel which was already preached. त्यो भनिएको सुसमाचार अहिले त लगभग नै सबै संसारमा प्रचार गरिसके Is being preached into all the nations, हो। यो सबै जात जाति भाषा भाषीमा सबै प्रचार गर्नुभयो संसारभरिको। and soon the end shall come. त्यो भएपछि जगतको अन्त आउनेछ। Today I am here as a witness that this is a reality. यो आशय यो सत्य हो भन्ने कुरा म साक्षी दिनको लागि म यो गवाई भएर आएको छु। I have been personally in more than 40 countries. म ठाउँ ठाउँमा प्रचार गर्दै हिँड्दाखेरि लगभग 40 देशभन्दा बढी पनि म गएर प्रचार गर्दै आइरहेको छु। And I am in connection with brothers and sisters with from much more countries. अरू देशको मैले नगएकोहरूको दाजुभाइ दिदीबहिनीहरू पनि मेरो आज सोसियल मिडियाबाट चाहिँ सम्पर्क गरिरहेको छौँ। Also in the prophet. How many of them are following your how many people are following your social media? I don't know. Maybe My Facebook is full. I cannot accept more 20,000 or 40,000, how many? friends. Yeah, thousands. thousand हजार मानिसले how many? But I'm not the only one. म मात्रै त होइन, I'm just a small preacher. म त ठुलो प्रचारक त होइन है, म एउटा सानो प्रचारक हो। Brother Luke has many followers too. ओ ब्रदर लुक पनि धेरै मान्छेले पछाउँछ। And there are brothers who preach the same word of God all around the world. जसले सत्य वचन लिएर प्रचार गर्छ तिनीहरू पनि धेरै सम्पर्क छ। And in Amos chapter 8 we will also read आमोस चैप्टर 8 भने आमोस, that God होशया, himself, जोएल, आमोस, होशया, योएल, आमोस। that Amos himself, that God himself will send a famine. परमेश्वरले Amos 8 verse 8. एउटा अनिकाल पठाउनु भएको छ अरे। अनिकाल परमप्रभु परमेश्वर भन्नुहुन्छ, परम प्रभु परमेश्वर भन्नुहुन्छ, यस्ता दिनहरू आउँदैछन् यस्तो दिनहरू आउँदैछन् जब म देशमा जब म देशमा अनिकाल ल्याउनेछु, अनिकाल ल्याउनेछु, जुन चाहिँ जुन चाहिँ न त अन्नको यो अन्नको यो रोटीको यो तरकारीको होइन, अन्नको अनिकाल, अन्नको अनिकाल न त तिर्खाको हो, न तिर्खाको पानीको तिर्खाको होइन, र परमप्रभुको वचन र परमप्रभुको वचन शून्य तृष्णाको अनिकाल हुनेछ। सुन्नको तृष्णाको अनिकाल हुनेछ। वचनको अनिकाल रोटी र तरकारीको होइन, Hearing the words of God. परमेश्वरको वचनको सुन्नको अनिकाल हुनेछ। Now we did not break into your house. हँ? We did not break into his house. Break- He invited us. हामी चाहिँ खुसेर तपाईँको घरमा चाहिँ अनि दादागिरी गरेर हामी घर पसेको होइन। हामी तपाईँले हामीलाई निम्तो गरेर स्वीकार गरेर हामी आएको हो नि। And I believe it is because of the fulfillment of the scripture. Because he has a famine in his heart. तर भयो भने समय यो युगमा ठुलो अनिकाल छ। के को अनिकाल? वचनको अनिकाल। त्यसैले गर्दा यो परिवारलाई वचनको खुराक खाउनुको लागि त्रिखाएको भोकाएको मेटाउनुको निम्ति हामीलाई यो परिवारमा पठाइदिएको हामीलाई आज। So this example we have in the Bible. यो चाहिँ उदाहरण नै हो बाइबलमा। Show to the people of God what is happening now according to the word of God. यस युगमा के भइरहेको छ, परमेश्वर के काम गर्दै हुनुहुन्छ आज पनि सारा जगतमा गएर बताऊ। And then we will be partakers of the fulfillment of what is coming next. त्यसपछि हामी पनि परमेश्वरको वचनको पुरा भइरहेको छ, वचन पुरा भएको छ, परमेश्वरको काममा, परमेश्वरको धन्दामा, परमेश्वरको योजनाको एक अंश हुनुपर्छ हामी। And we can read in the last chapters of Revelation. प्रकाशको अन्तमा आओ, प्रकाश अध्याय In let us read in chapter 19. Chapter 19. 19 प्रकाश 22 को 19 देखि हामी पढ्नेछौँ। No. Revelation 19, yes. 19 chapter 19 Yes, he knows. Chapter 19 Yes, chapter 19, verse 7. verse 7 19:7 प्रकाश Revelation 19 को 7 मा हामी पढ्नेछौँ। हामी रमाऊ र अत्यन्त खुसी हौँ अत्यन्त खुसी हौ र उहाँलाई महिमा दियौँ। र उहाँलाई महिमा देऊ।
किनकि थुमाको विवाहको किनकि थुमाको बिहाको प्रभु यीशुको बिहाको दिन आएको छ दिन आएको छ उहाँकी दुलही उहाँकी दुलही स्वयं तयार भएकी छिन् स्वयं तयारी भएको छ सिंगार पतार भएकी छिन् And verse 8. 8 चहकिलो र 6 किलो र स्वच्छ मलमलको स्वच्छ मलमलको वस्त्र पहिरनलाई वस्त्र पहिरनको निम्ति तिनलाई दिइयो तिनलाई दियो 100 किलो मलमलको 6 किलो मलमलको वस्त्र सन्तहरूका धार्मिक कार्य हुन् सन्तहरूको धार्मिक कार्यहरू हुन् आमेन Amen. Revelation 21. प्रकाशको 21 मा आऊ Read just second verse. प्रकाश 21 को 2 मा हामी पढ्ने छौं अनि मैले परमेश्वरबाट अनि मैले परमेश्वरबाट दुलाको निम्ति दुलही जस्तै दुलाको जस्तै दुलहीको निम्ति दुलाको निम्ति दुलही जस्तै दुलाको निम्ति दुलही जस्तै जस्तै गरी सिंगारिएर तयारी पारी राखेकी अर्थात् पवित्र शहर ताकि पवित्र शहर अर्थात् पवित्र शहर नयाँ यरुसलेम स्वर्गबाट तल्लोतिर ओर्ली आएको झरी आएको देखे These two scriptures speaks about the preparation of the bride of Christ. यसैले बताउँछ यो दुई पदले दुलहीले आफ्नै दुल्हा भेट्नुको लागि तयारी गरिरहेको हामी देखाएको छ It was given to her यो दुलहीलाई दिएको छ to prepare herself. आफूले राम्रोसित पहिरन लगाएर तयारी भएर प्रस्तुत हौ And then हाम्रै लागि हो नि त्यो म अनुवाद गर्न जान्दिनँ है she was prepared as a bride for her husband. एकदम तयारी भइरहेको दुलही जस्तै आफूले आफ्नै दुल्हासित प्रस्तुत गर्दैछिन् So we are living in a time of preparation. हामी चाहिँ आज तयार गर्नेको समयमा छौँ we are living at a time of preparation for going in the rapture to meet him in air. And the preaching of the word of God is the preparation. परमेश्वरको वचन प्रचार गर्नु परमेश्वरको वचन सुन्नु त्यसको आज्ञाकारी हुनु भनेको हामी तयारी गर्नु हो All those who recognize what God is doing now, परमेश्वरले अहिले के काम गरिरहनु भएको छ भने यसैको पहिचान गर्नु उसको तुलाई चिन्नु त्यसैमा भाग लिनु नै हाम्रो उत्तम चिज हो not because of some preacher but because of the word of God. कसैले प्रचार गरे भनेर मैले गर्नु पर्यो भने होइन वचनमा लेखे बमोजिम मैले गर्नुपर्छ भने भन्नु पर्यो And they are obedient to the word of God, परमेश्वरको वचनको आज्ञाकारी हुनु पर्यो they will be ready. त्यो जो आज्ञाकारी छ त्यो तयारी गरेको छ तिनीहरू माथि जानेछ If you read Matthew 25, मत्तीको 25 अध्यायमा हो बाबु it speaks about the virgins that will be. ओ कन्याहरूले तयारी हुने छिन् कन्याहरू उठाइ लगिने छन् They will have a light in the lamps. ओ तिनीहरूको बत्तीमा तेल छ तेल नभएको मूर्ख कन्याहरू छोडिन्छ तेल भरपुर भएको कन्याहरू माथि उठाइ लगिन्छ And the light is the word of God. त्यो लाइट भनेको के हो ज्योति भनेको वचन हो We cannot read all the scriptures. हामी सधैँ बाइबलमा पढ्नु समय छैन But I am just laying this foundation यो जग मैले बसाल्न चाहन्छु so that I can show you म बताउन चाहन्छु that Eli, अँ, that very soon, चारैभन्दा चारै नै the church has deviated from this God-given example. परमेश्वरले दिएको उदाहरण परमेश्वरले देखाएको बाटोबाट मानिस तर्केर गएको छ And our Lord foretold this in Luke 11. यो लुक्काको अङ्ग त राख्नु लुक्काको किताबमा पनि लेखेको छ लुक्काको किताब In verse 49, which chapter Luke 11, 11:49 our Lord was on earth and he was speaking about the future. उहाँ संसारमा हुनुहुन्थ्यो र पछि आउने कुराहरू बताउँदै हुनुहुन्थ्यो उहाँले And he says, उहाँले भन्दै हुनुहुन्छ speaking to scribes and Pharisees, यसैले परमेश्वरको दुलही परमेश्वरको दुलही परमेश्वरको बुद्धिले परमेश्वरको बुद्धिले पनि भन्दछ भन्दछ म तिनीहरू कहाँ अगमवक्ताहरू र प्रेरितहरू पठाउने छु पठाउने छु उनीहरू मध्ये कसैलाई र तिनीहरू मध्ये कसैलाई तिनीहरूले मार्नेछन् र कसैलाई सताउनेछन् he will send prophets and apostles. उहाँले प्रेरितहरू र अगमवक्ताहरू पठाउनु हुनेछ परमेश्वरले Now let me ask you a question. यो एउटा प्रश्न सोध्न चाहन्छु Do you know any prophet whom God has sent in our परमेश्वरले पठाएको हाम्रो युगमा पठाएको कुनै अगमवक्ताको नाम सुन्नु भएको छ because this is still the future.
यो जे In the time of our Lord, it was said in the future. प्रभु यीशुले संसारमा हुँदाखेरि ए धरतीमाथि हुँदाखेरि उहाँले भन्नुभयो म अगमवक्ताहरू र प्रेरितहरू पठाउनेछु। But this scripture was fulfilled 2000 years ago, यो 2000 वर्ष अगाडि पुरा भएको थियो। and it is being fulfilled today. आज पनि यो वचन पुरा भइरहेको छ। Our brothers, apostles, they were almost all killed. हो हाम्रो जो जति परमेश्वरले दिनुभएका जो प्रेरितहरू त अब गर्दन काटेर कोही के गरेर मृत्यु दण्ड दिएकै हो नि। Because of the word of God. वचनको खातिर वचनको प्रचार गरे भनेर पक्रेर तिनीहरूलाई मृत्यु दण्ड दिएको थियो। And today, आज पनि in the same way, यसै तरिकामा their ministry is being killed. धेरै धेरै परमेश्वरको सेवकको कार्यहरूलाई बदनाम गरिरहेको छ। सत्य वचन प्रजाले खेदो गरिरहेको छ। The word which they preached is again put on the cross. सत्य वचन प्रकट भएको छ त्यो वचनलाई क्रुसमा टाँगिरहेको छ तिनीहरू फेरि पनि। We will read more scripture about this, अनि यही बारेमा पढौँ so that you understand what happened in the history. इतिहासको समयमा अनि के इतिहासमा तिनीहरू कस्तो भएको थियो। It was not an accident. यो एक्सिडेन्ट होइन। If God knew all these things, परमेश्वरले सबै कुरा जान्दथे। that they will happen. यस्तो हुनेछ भनी परमेश्वर जानेको थिए। यस युगमा के हुनेछ त्यो युगमा के हुने त्यही हुने परमेश्वर सबै कन्थर थियो नि परमेश्वर। There are many scriptures we could refer to. Let's read one of them. Yeah. Please read that. Yes? Yeah, I just was thinking about Revelation chapter 2, Revelation chapter 2 मा Revelation प्रकाश 2 अध्याय। where we have As far as practicable, please read, brother. where we have description of the first and the second church age. पहिलो मण्डलीको पहिलो युग, दोस्रो युग, पहिलो शताब्दी, दोस्रो शताब्दीको बारेमा लेखेको छ। It is in the message to church in Ephesus. एफेससको मण्डलीको युग, अस्मिनाको युग, पार्गमको युग, थियातराको युग गरेर मण्डलीको सारवटा युगहरू हो। अहिले लाओडिसियाको युग छ हामी अहिले। And Paul was the messenger for that church age. इफिसियन चर्च एज, इफिसियनको मण्डलीको युगमा पठाएको परमेश्वरको वक्ता चाहिँ पाउल थियो। And he had to, it was said about this church age यस युगको बारेमा लेखेको छ। in chapter 2, verse 2. Revelation 2:2 Revelation 2, verse 2. रेभेलेसन च्याप्टर 2 भर्स 2 पढौँ। तिम्रा कामहरू, तिम्रा कामहरू, तिम्रो परिश्रम र तिम्रो परिश्रम र सहनशीलता मलाई थाहा छ सहनशीलता मलाई थाहा छ। र तिमीले खराब मानिसहरूलाई तिमीले खराब मानिसहरूलाई सहन सक्दैनौ। सहन सक्दैनौ। तर तिनीहरू जसले र तिनीहरू जसले प्रेरित हुँ त भन्दछन्, प्रेरित हुँ त भन्दछन्, तर वास्तवमा होइन, तर वास्तवमा होइनन्, तिनीहरू बनाउटे हो। त्यस्तालाई जाँचेर झुटा भेटाएका छौ। जाँचेर गर्दै हेर्दाखेरिमा भनिएको प्रेरितहरू भनेको अगमवक्ताहरू तिनीहरू जुत्था थियो। जुत्था भने म जान्दछु। They said that they are apostles, but they were not apostles. त्यसले घमण्डले फुलेर आएको छ, म त एपोस्टल हो, प्रेरित हो, म त मिसनरी हो, अगमवक्ता हो भनेर निक्ले आएको छ। शैतानबाट आएको त। And they were found they are liars. तर पनि वचनको दूरबीनले जाँच्दै हेर्दाखेरि, माइक्रोस्कोपले जाँच्दै हेर्दाखेरि तिनीहरूको भयो जुत्था अगमवक्ता निक्ल्यो वचनको माइक्रोस्कोप हेर्दाखेरि। And God in his mercy, परमेश्वरले उहाँको मर्सी भनेको हो, दयाले he says, remember in verse 5. भनेको छ याद गर्नुहोस् भनेर 5 पढौँ। यसकारण कहाँबाट तिमी खसेका छौ, कहाँबाट तिमी खसेको छौ, सो सम्झ र पश्चाताप गर। अनि तिमीले पहिला गरेको काम गर फेरि, नत्र त म तिमीहरू कहाँ आएर तिमीले पश्चाताप गरेनौ भने तिम्रो सन्तान यस्तो ठाउँबाट हटाउनेछु। I will remove your candlestick. ओ तिमीहरूको सम्दान म तिमीहरूको स्थानबाट हटाइदिनेछु। The light which was given to the church. मण्डली मैले तिमीलाई ज्योति दिएको थियो, सम्दान दिएको थियो, सुन्दैन तिमीहरूले, मानिलिँदैन, ग्रहण गर्दैन भनेदेखि म यो सम्दान हटाइदिन्छु, अन्धकारमा बसेरौ तिमीहरू। And already here the scripture says बच्चाले यही भन्दछ about the restoration. फेरि पनि परमेश्वरले भन्छ, प्रभुले म पुनः स्थापना गर्नेछु। Remember therefore from where you have fallen. रिमेम्बर, याद गर्नु हो तिमी कहाँबाट खसेको थियौ। In other words, अझ अरूको वचनमा come back to that foundation. पहिलोको मण्डलीको
मण्डलीको जगमा तिमी फर्काऊ, which was speaking to you from the सकल शिक्षामा फर्काऊ, सुरुवातको काम धन्दा विश्वासमा फर्काऊ, lips of apostles. प्रेरितहरूले काम गरेको देखौ, त्यहीमा तिमीहरू फिर्ता जाऊ। And now we come to the main point. हामी मुख्य पोइन्टमा आएको छौँ। Ephesians 2, chapter 2. एफिसियन च्याप्टर 2 भर्स 2, एफिसियन च्याप्टर 2 भर्स 2, 2 You can read 19, 20, and 21. च्याप्टर 2 Ephesians 2, 19 to 21. 2 19 to 21, 19 20 21। एफिसी 2 को 19 20 21 हामी पढ्नेछौँ। यसरी अब यसरी अब तिमीहरू विदेशी र प्रवासी होइनौ, विदेशी र प्रवासी होइनौ, तर सन्तहरूसँग तिमीहरू सँगै नागरिक र परमेश्वरका परिवारका सदस्यहरू भएका छौँ। यो घरेना प्रेरितहरू र अगमवक्ताहरूको जगमाथि बसालेर निर्माण भएको छ न्याय नियमको मण्डली। र ख्रीष्ट येशू आफै चाहिँ ए ख्रीष्ट येशू आफै चाहिँ मुख्य कुने ढुङ्गा बनेको छ। उहाँमा पुरै घर ठिकसँग एकसाथ जोडिएर प्रभुमा एउटै पवित्र मन्दिर हुनलाई बढ्दै जान्छ। Temple of the Lord. हो पवित्र मण्डली, पवित्र मन्दिर प्रभु यीशुको। Do you want to be that holy temple of the Lord? त्यो मन्दिरको एक सदस्य बन्न चाहँदैनौ तपाईहरु? Do you know what the temple is? मन्दिर भनेको के हो? It is not just church. ठुलो बनाएको क्रुस लागेको ठुलो घर एकदम साना हालेको रङरामो लागेको कुरा होइन यो। That is Catholic explanation. त्यो त क्याथोलिकको लागि हो त न। And it's against the word of God. यो त वचनको विपरीत हो। In Old Testament, हो पुरानो नियममा God परमेश्वरले through Solomon राजाको द्वारा created himself a temple उहाँले एउटा ठुलो मन्दिर बनाउनु भयो सोलोमन राजाले। as a place where he wanted to dwell. परमेश्वरले त्यो मन्दिरमा बास गर्न चाहनुभयो। That was the main purpose. ओ परमेश्वरको बास हो भनेर बनाएको मन्दिर थियो। And again, we cannot read all those scriptures. सबै कुरा हामी पढ्न सक्दैनौँ। But when you read those chapters carefully, यो पदहरू अध्यायहरू पढ्यो भने Second Chronicles, ओ सेकेन्ड we are क्रोनिकलमा not going to read it. It's too much. It's too much. They brought the Ark of Covenant with the Word of God into the temple. हो त्यो मन्दिर पुरा बनाएको सकेपछि आर्क अफ द कभनेन्ट भने के भन्छ परमेश्वरको वचनको सन्दुक लिएर आए थे। With the written Word of God. परमेश्वरको लेखेको वचन भएको सन्दुक लिएर आए थे। It was put in the temple first. ओ मन्दिर भित्रमा राखे थियो। Everything was on its place. आफ्ना आफ्ना ठाउँमा कहाँ बत्ती कहाँ राख्ने हो, सन्दुक कहाँ राख्ने हो, त्यो कहाँ राख्ने हो, धूप चलाउने धुपौरो कहाँ राख्ने हो, सबै कुरा आफ्ना आफ्ना ठाउँमा राखे थे। As it was shown to David and Solomon. यो पुरा पनि सुलैमान राजाले पनि बताए, दाउद राजालाई पनि बताए। And then the holy presence of Almighty God came down and filled the temple. त्यसपछि परमेश्वरको शराब सम्पूर्णता आएर त्यो मन्दिरमा बास गर्थे, परमेश्वरको महिमाको भरपुर हुन्थे। In the same way as we have read here. हामीले पढेको जस्तै यहाँ पढेको जस्तै Foundation of the apostles and prophets. हामी नयाँ नियमको मण्डली भनेको प्रेरितहरू अगमवक्ताले बसालेको जगमाथि खडा भएको हो, अरू फाल्तु जगमा होइन। What they wrote in the name of the Lord. तिनीहरूले लेखे थियो। It must be put in you and in me. त्यो कुरा चाहिँ तिम्रो मेरो लागि मेरो राख्नलाई You have to hear and receive. तिमीहरूले सुन्नुपर्छ र त्यो पाउनुपर्छ, ग्रहण गर्नुपर्छ। Everything what has been preached in all the New Testament. जसलाई नयाँ नियमको सुरुवातमा प्रचार गरेको थिए। And Jesus Christ being a cornerstone. प्रभु यीशु नै आफै नै कुने ढुङ्गा भएर बनाएको नयाँ नियमको मण्डली हो। Because Old Testament prophesied about him and New Testament is a fulfillment. ओ पुरानो नियममा त ओ भविष्यवाणी गरेको मात्रै हो, प्रतिज्ञा गरेको मात्रै हो, तर पुरा नयाँ नियममा चाहिँ त्यो एक गरी पुरा भएको हामी देख्छौँ। And if we are on this foundation हामी त्यो जगमाथि खडा भएको of apostles and prophets, त्यो जग चाहिँ अपोस्तलहरू र प्रेरितहरू र अगमवक्ताहरूले बसालेको जगमाथि खडा भएको मण्डली हो। but we don't have the apostles and prophets as a cornerstone, but Jesus Christ. अब त्यो कर्नरस्टोन कुने ढुङ्गा चाहिँ अपोस्तलहरू होइनन्, अगमवक्ताहरू होइनन्, ख्रीष्ट येशू आफै नै कुने ढुङ्गा हो। Then we are being
being connected together, अनि सबै कुरा मिलाप भएर हामी सेवा गर्छौँ and we are preparing by this word हामी यो वचनले हामीलाई तयारी गर्दैछौँ वचनले हामीलाई तयारी गर्दैछ to be holy temple in the Lord. पवित्र मन्दिर बन्नुको निम्ति हामी आफैले हो त पवित्र मन्दिर भनेको तपाईँ र म मिलेर बनिरहेको छ प्रभुको यीशुको पवित्र मण्डली Yes. मन्दिर Just as God has chosen Jesus Christ, his body, as a place where he was present, एक दिन प्रभु यीशुको शरीरलाई चुन्नुभयो परमेश्वर स्वयं आत्मा पनि परमेश्वरले ओर्ली आएर त्यो शरीरमा बास गर्नुभयो he has chosen all the believers, all his children, also in the same way to be his. यस तरिकामा परमेश्वरले चुनिएका व्यक्तिहरू नियुक्त भएको चित्रहरू थुमाको जीवनको पुस्तक भनेको जसले उद्धार पाउने मुक्ति पाउने सत्ता पनि परमेश्वर स्वयं ओर्ली आएर आफ्नो हृदयमा बास गर्छ To be place of his revelation, of his coming. अनि चाहिँ त्यो भन्दछ कि उहाँको दोस्रो आगमनको लागि तयारी गर्दै हुनुहुन्छ His holy presence wants to be once again in the church. फेरि पनि उहाँको नयाँ नियमको मण्डलीमा उहाँको पुनः उपस्थिति दिनुभयो Beloved brothers and sisters, ओ दाजुभाइ दिदीबहिनीहरू हो already Paul and Peter, they have seen what is going to happen. पावलले देखेको थियो पछि के हुनेछ पत्रुसले देखेको थियो पछि के हुनेछ In 2 Corinthians 11,